यस्तरी गाँठो पर्नुपर्छ त यहाँ यस्तो गाइज अहिले म छु लभ डाँडामा मेरो के बाख्री मेरो के बाख्री फाइनली म छु आज जम्बू डाँडाको पुलमा। अब यहाँबाट चाहिँ उता लभ डाँडातिर गइराखेको छु। सो गाइज हेर्दै गर्नु ल। गाइज हाम्रो चाहिँ लभ डाँडा जाने बाटो यहाँबाट यो बाटो छोडेर चाहिँ तारकेश्वर जाने बाटो छोडेर अहिले यता यो लभ डाँडा जाने बाटोतिर हामी गइराखेको छौँ। सो हेर्दै गर्नु होला है। यहाँदेखि लभ डाँडा चाहिँ सुरु भइसकेको रहेछ। किन के को लागि? लभ डाँडातिर गइराखेको छु। लभ डाँडातिर गएर के कस्तो देखिने रहेछ म हजुरहरूलाई देखाउने कोसिस गर्छु होइन। सरर पारेर अलिकति के हुन्छ भने हरियाली भएको भए चाहिँ राम्रो हुन्थ्यो होइन। राम्रो हुन्थ्यो तर अलिकति। हजुर बाख्रा चराउन आउनु भएको कि हो? मेरो के बाख्री धेरैवटा छ। के हुन्छ अरे? सुलुलु हुन्छ अरे? सबै कपस हामी चाहिँ सबै सिङ्गल होइन। यो लभ डाँडाबाट देखिएको दृश्य यस्तो रमाइलो रहेछ, राम्रो रहेछ होइन, जुन तपाईँहरूले देख्न सक्नुहुन्छ।
दामी ग्रीन हिल सिटी कि के सिटी अहिले चाहिँ यो पिकनिकको टाइम भएर रहेछ होइन। जता पनि पिकनिकको चाहिँ पिकनिक खाने मान्छेहरू देख्न सक्नुहुन्छ होइन। तर ल गाइज अहिले म छु लभडाँडामा। लभडाँडाको यो दृश्य जस्तो देखेको छ त्यस्तै देखाउने कोसिस गर्दैछु होइन। तर यहाँ घाम लागेको छ। घाम लागेर पनि मैले चाहिँ यस्तो ज्याकेट लगाएको छु किनकि जाडो मौसम छ नि त होइन। अनि एउटा चाहिँ मलाई सन्चो पनि छैन। अनि त्यही भएर हो हाम्रो गाइजहरू कता हो।
म हेर्छु के भएछ खोइ ए अनि यस्तरी गाँठो पर्नुपर्छ त यहाँ यस्तरी गाँठो परेर बसेछ जा बाँधेको रहेछ बोका त सबै खोलेर खेदाइयो बोका बाँधेको बोका खोलेर खेदाइयो हजुर होइन होइन त्यो गाँठो परेर रहेछ अनि होइन हौ मैले त बोका भनेको कसले कसको नाम काट्यो भनेको राम्री मान्छेलाई त्यतिकै राम्री हो कि भको दुई चारवटा बोयफ्रेन्ड पनि त्यहाँ भड्छ भने मार्दिन्छु म हो 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 फोन ल्या फोन ल्या आफ्नो अनुहार कति कति नि हेलो हेलो कता दामी देखेको रहेछ माथिको आकाश हैन गाइस कता हो गाइजहरु यार देखिँदै अरे हेलो
यहाँसम्म चाहिँ गाडीहरू पनि आइपुग्छ, बाइक स्कुटी जे पनि यहाँसम्म चाहिँ आइपुग्छ होइन। तर भयो। अब आजको मेरो भ्लग यो लभ डाँडाको चाहिँ यति नै। थ्याङ्क यू सो मच सबैजनालाई अहिलेसम्म मलाई हेरेर साथ दिनुभएकोमा थ्याङ्क यू सो मच। अनि को कोहरू हुन्छ सबैजनालाई बाई 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 हानिदिनु न एकचोटि। ओ सन्ध्या सन्ध्या बाई बाई।